चिनी त्यसपछि मात्र विदेश त्यही कस्तो राम्रो कस्तो राम्रो देखिरहेको छ है। अनुसार ढाड कमर फुटेको निको हुने बाटो ल ल ल हेलो गाइज, नमस्ते जोजलप्पा। मेरो नाम श्यामलाल महर्जन हो। हामी चाहिँ आज डुब्चेश्वर महादेव दर्शनको लागि जाँदैछौँ र एउटा सानो भ्लग पनि बनाउँदैछु। यो मेरो पहिलो भ्लग हो र हाम्रो उता नुवाकोट डुब्चेश्वरको यात्रामा चाहिँ जम्मा 2 घन्टा 37 मिनटको छ देखाएको छ गुगलले र 68 किलोमिटर देखाएको छ। अब हामी यहाँबाट चाहिँ 8 बजे निक्लिन्छौँ र मेरो यो नयाँ युट्युब च्यानल महर्जन भ्लग हो र यहाँहरूले सब्सक्राइब पनि गर्नु होला र मेरो अन्तिमसम्म यो भिडियो पनि हेरिदिनु होला है। अब बाटोमा जे जस्तो छ त्यही अनुसार तपाईँहरूलाई देखाउने छु। ल हाम्रो त राधा पनि आउनुभयो। अब हामी दिनेशले कुर्दैछु। अब हामी डुब्चेश्वर जाँदैछु है। रमाइलो हुन्छ है, रमाइलो गर्नु पनि निक्लिहाल्यो। अब हामी चाहिँ लाग्दैछौँ। अब चाहिँ सुरु भयो हाम्रो कति अहिले 8:15 जति भयो। ल है ल ल है ल है दि हामी लाग्नुपर्छ। ल अब हामी चाहिँ जाँदैछौँ। ल अब हामी चाहिँ यहाँबाट लाग्दैछु। कहाँबाट जाम परेछ त यार। ल यस्तो चाहिँ जाडो पनि छ। अब हेरौँ न। ल हामी चाहिँ धरालाको बाटो हुँदै जाँदैछौँ। अब हामी एनबिसीको हुँदै टोखा निक्लिन्छौँ। बाटो चाहिँ यस्तो छ। यस्तो राम्रो बाटो भयो भने त राम्रो भइहाल्यो। दिनेश सर अगाडि जाँदैछ। सामा खुसीको बाटो हुँदै टोखातिर लाग्दैछौँ। हामी टोखाको गेट प्रवेश गर्दै अब आफ्नो गन्तव्यतिर लाग्दैछौँ। के छ? ठिक छ ल। चिया खाएर बसौँ म त चना खान लाग्यो। ल तरकारी सेल
ठिक छ। उनीहरूको रमाइलो यही हो। अलिक परिचित थियो, अलिक तातो है। आफ्नो ठाउँ हुने त्यसपछि मात्र विदेश हुने कि त्यही ल राम्रोसँग आउँदै आएन, फर्स्ट टाइम हो मेरो त यो आएको। कहिले के नमिल्ने कहिले के नमिल्ने रहेछ। ठिक छ, थाहा हुन्छ नि अब बिस्तारै बोलीको खोसोलेको के हुन्छ। अब ओह्रालो आउँदैछ, हामी ओह्रालो झर्दैछौँ। नास्ता सास्ता गरिहाल्यो। मजाको बाटो छ, बाटो चाहिँ एकदमै मलाई त राम्रो लाग्यो। ठाउँ पनि एरिया पनि नयाँ माया सबै। कस्तो दामी भ्यू होला है, कस्तो राम्रो भ्यू ल, कस्तो राम्रो देखिरहेछ ल स्थल चाहिँ है। तर अझ मधुरो मधुरो चाहिँ देखिरहेछ है भ्यू चाहिँ। यो कुन चाहिँ हिमालय हो? माछापुच्छ्रे अब त्यहाँ पुगेर सोधेर आउनु भ्याइँदैन श्याम सर, अब कुन हिमाल हो पछि भन्नुलाई। ल ल ल आफूलाई थाहा छैन अब त्यो हिमाल चाहिँ देखियो, धौलागिरी हो कि अब कुन हो, अब त्यहाँ पुगेर आऊ। अब यहाँ एकछिन बसेर पनि अब राम्रो भ्यू हेऱ्यो। अब यहाँबाट तल जाँदैछौँ। ल दामी छ एरिया चाहिँ ल। यहाँ फोटो सुट पनि हुँदैछ। छहरे भनेर भन्छन्। अब ओह्रालो सुरु भयो है। भ्यू पनि कस्तो दामी आइरहेछ ल, भ्यू हेर्दै। मलाई त फेरि हरियाली एकदमै मनपर्छ कि, धेरै नै मनपर्छ। हरियाली जङ्गल, त्यसको हावा नै अर्कै छुट्टै आउँछ कि। तर एकचोटि यसरी चाहिँ जानुपर्छ, सहरको कोलाहलको माहौल भन्दा टाढा। त्यसो भयो भने यस्तो देख्ने गरेर जानुपर्छ। अब यहाँ फोटो सुट गऱ्यो। अब हामी यहाँबाट फेरि अन्त लाग्नेछौँ। फेरि अगाडि बढ्दै जाने यही हो। ल अगाडि बिस्तारै बढ्दै जाउँ। अब अगाडि त छैन नि होइन, अब छ त झर्ना ल अब सट्ट जाउँ। गन्तव्य अब हाम्रो मेन गन्तव्यतिर फर्र जाउँ। अब फर्र अगाडि बढौँ। अब हामी आफ्नो गन्तव्यतिर लाग्दैछौँ। अब मेन गन्तव्यतिर लाग्नु पऱ्यो नि होइन। अब त्यहाँबाट गन्तव्यतिर लागिसकेपछि हजुरहरूलाई त्यहाँ त्यो ठाउँको बारेमा देखाउँछु अनि उ पनि गरौँला। यो मेरो फर्स्ट भिडियो पनि हो। अब राम्रो नराम्रो यहाँहरूले केलाई कुलाई गरेर भन्नु होला। लाइक सब्सक्राइब एन्ड सेयर पनि गरिदिनु होला। अझै यसपछि पनि अझै हामी भयो भने राम्रो लिएर आउनेछौँ। अब हाम्रो त अब शनिबार एउटा हो बिदाको टाइम, अरू टाइममा अफिस हुन्छ। अफिस टाइममा अब उ गर्न मिलेन। अब कहिले अब यस्तो 2-4 दिन बिदा लिएर घुम्न जाँदाखेरि चाहिँ हुन्छ होला सायद। त्यस्तो भयो भने चाहिँ राम्रो हुन्छ। शनिबार एक दिनको टुर हेर्नु पऱ्यो हामीले जाँदाखेरि, धेरै जस्तोमा चाहिँ एक दिनको। अलिक हजुरहरूले यहाँ हाम्रो युट्युब साथीहरूलाई पनि राम्रो ठाउँ देखाउँ भन्ने आशा छ मेरो पनि।
हामी जति तल झर्दैछौँ त्यति अब के भन्छ चिसोबाट तातो हुँदैछ। ओ बादल अब जस तातो तातो बढ्दैछ। अब तराईको एरिया त्यो के भन्छ तराईको ठाउँ जस्तो अब महसुस हुन थाल्यो। तातो 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 जति तल झर्दैछ त्यति तातो बढ्दैछ। कस्तो दामी ठाउँ, म त आएको पनि थिएन यसरी। मैले पनि युट्युबमा हेरेको, युट्युबमा हेरे अनुसार भएर आएको हो। रमाइलो छ। ल कति दामी ठाउँ बनाएको छ। ल एरिया पनि सर गयो। बाटो त झनै राम्रो देखेँ मैले। अहिलेसम्मको बाटो चाहिँ धेरै राम्रो छ है। आउँदा हुन्छ। बाटो पनि राम्रो राम्रो देखिरहेको छ। ल हेर्नु है सबै। एरिया पनि राम्रो छ। हामी चाहिँ छहारे भन्ने ठाउँमा आइपुग्यो। छहारे भन्ने ठाउँमा बल्ल अहिले जम्मा जम्मी कति भनेपछि हामी त्यस्तै 15-20 किलोमिटर 20-25 किलोमिटर माथि तल आइसक्यो। अराउन्ड त्यही हो 20-25 किलोमिटर। यो चाहिँ छहारे बजार है। यो छहारे बजार। अब यताबाट लाग्यो हामी। शिवपुरी गाउँपालिका भ्रमण गर्नुभएकोमा यहाँहरूलाई हार्दिक यहाँहरूलाई हार्दिक स्वागत गर्दछ। शिवपुरी अब यहाँ फुलपाती लिँदै हुनुहुन्छ श्याम सर। दुप्चेश्वर महादेव मन्दिर हाम्रो त्यो कुनामा रहेछ। यहाँ माथि एउटा रिसोर्ट बनिरहेको छ, अति सुन्दर। त्यो भित्तामा हेर्दाखेरि पनि शानदार छ। ल परेन एउटा भयो हुन्छ आउने। ल उहाँको अब मन्दिर प्रस्थान भयो। उहाँ भगवान्को लागि प्रसादी लिएर। श्याम सर के छ अब भगवान्को दर्शन गरेर दर्शन गर्ने यो लामो यात्रा लगभग हाम्रो कति 8 बजे हिँडेको। 4 घन्टाको लामो यात्रा नन स्टप। 8 बजे 9 बजे नि 9 बजे पनि बिग्रियो नि त। अब दुप्चेश्वर महादेव मन्दिरको आहा धर्म कर्ममा एकदम धेरै चाहना राख्नुहुन्छ र मन्दिर प्राय पुगिरहेको देखिन्छ। खुसी लाग्छ। धेरै जस्तो घुमिसक्नु भयो। अब धर्म यो चाहिँ मेरो चाहिँ अब पहिलो भ्लग भनौँ न। यो मैले बनाएको त छैन। अब राम्रो भयो पनि नभए पनि होइन। सुरु नै सुरु हो। के बोले भाइ? अब के बोले के छ थाहा बोले? किनकि सुरु गरेपछि त अन्तिम हुन्छ। सुरु नै नगरे त हुँदैन नि। अब धेरै कर्मको सिलसिलामा हप्ता दिन व्यस्त रहे पनि एक दिन शनिबार स्पेसल महादेव दुप्चेश्वरको लागि त्रिशुलीको यो माथि रहेको अहिले धेरै पर्यटकहरू दर्शनार्थीहरू आउनुभएको ठाउँ अगाडि देखिन्छ धेरै टाढा। हामी उहाँ पुग्नेछौँ र हाम्रो पछि एकजना दिनेश दाई पनि हुनुहुन्छ। उहाँ अलिकति पछि हुनुभयो। अलिकति हामीलाई लामो यात्रा पछि दुप्चेश्वर महादेवको मन्दिर हेर्नुहोस् त्यहाँ देखिरहेछ। दिनेश दाई बत्ती बालेर हाम्रो सुन्दर दुप्चेश्वर महादेव मन्दिर यो हेर्नु कति माथि छ। भगवान्को मन्दिरहरू यति स्मरणीय ठाउँमा छ कि त्यो एक पर्यटकीय
तपस्या भगवानहरू तपस्या गरेको ठाउँ जुन आफैमा एउटा महत्त्वपूर्ण ठाउँ छ। मन्दिरको प्रवेशद्वार प्रवेश गरिसकेपछि अब हामी पूजाको लागि प्रस्थान गर्दैछौँ। यहाँ दाइ खुट्टा धोइ हुनुहुन्छ। अब हामीले जय शम्भु हो सोधौँ न सोधौँ। दुप्चेश्वर महादेवको आरती हुँदैछ। दुप्चेश्वर महादेवको भगवानको आरती हुँदैछ। यहाँ यात्राको क्रममा जय शम्भु। अब तर यो चिसो मौसम भए पनि भगवानको शरणमा आउँदा चिसो आफै हट्दो रहेछ। मलाई त्यो महसुस भइरहेछ र हामी दुप्चेश्वर महादेवको मन्दिरको सिँढीबाट मन्दिर नेपालका धेरै पहाडी क्षेत्रमा जो भगवानहरूको तपस्या स्थल आफैमा हेर्नुहोस्। आहा दुप्चेश्वर महादेव जय शम्भु दुप्चेश्वर महादेव जय होस्। उता भिडियो गर्न पाएँ खै मैले त त्यहाँ क्यामेराको निगरानी लेखेको छ। क्यामेराको निगरानीमा मात्र होला। ए हेर्नुहोस् आफैमा आहा किमतको अनुसार ढाड कमर पुगेको निको हुने बाटो छिरेर जानुपर्छ है। ल ल ल ए जय शम्भु। तपाईँकै आश छ। कोही त थचकै बसे म त भगवान् ठोक्यो म त सकिनँ हो। त्यत्रो ब्यागले गर्दा सक्यो। जय शम्भु। ढाड दुखेको निकै गराउनलाई हामीले यो प्रवेश गऱ्यौँ। दुप्चेश्वरको दर्शन गरेर सकियो है। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र मेरो यो भिडियोलाई लाइक सेयर र कमेन्ट पनि सब्सक्राइब कमेन्ट पनि गरिदिनु होला। बाई।